हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। गोर्खापत्र अनलाइनमा हरेक बुधबार रहेको करेन्ट अफेयर्स लिएर म उपस्थित भएको छु। लोकसेवा तयारी विशेष वस्तुगत प्रश्नोत्तर जो लोकसेवाको एक्जाम दिनुहुनुहुन्छ उहाँहरूलाई यसले धेरै ठुलो मद्दत गर्दछ। र क्वेसन नम्बर 1 मा रहेको छ, अमेरिकाद्वारा अपरेसन एब्सोल्युट रिजर्भ नामक सैन्य अपरेसन मार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका ल्याइएको हो? सन् 2026 जनवरी 3 मा लिएर आइएको हो। क्वेसन नम्बर 2, नेपाल पर्यटन बोर्डका अनुसार सन् 2025 मा नेपालमा विभिन्न मुलुकहरूबाट कति पर्यटकको आगमन भयो? 11,58,459 जना। त्यसै गरी क्वेसन नम्बर 3 मा रहेको छ, लेखनाथ साहित्य पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? प्राध्यापक घनश्याम कँडेल। क्वेसन नम्बर 4, सरकारले कर्मचारी सरुवाको व्यतिथि अन्त्य गर्ने उद्देश्यले कार्यान्वयन गर्न थालेको व्यवस्था कुन हो? सफ्टवेयर पद्धति माध्यम हो। क्वेसन नम्बर 5, राष्ट्रिय पोषक तथा टोपी दिवस कहिले मनाउने गरिन्छ? जनवरी 1 मा मनाइन्छ। क्वेसन नम्बर 6, प्रतिष्ठित गोल्डन ग्लोब अवार्ड 2025 मा उत्कृष्ट चलचित्र बन्न सफल चलचित्र कुन हो? दि ब्रुटालिस्ट हो। क्वेसन नम्बर 7, बिमस्टेक वडापत्रमा कहिले हस्ताक्षर गरिएको हो? सन् 2022 मार्च 30 श्रीलङ्कामा 5औं सम्मेलनमा गरिएको थियो। क्वेसन नम्बर 8, साना तथा मझौला उद्योग विकास केन्द्रको स्थापना कहिले गरिएको हो? विक्रम सम्वत 2081 मङ्सिर 3 मा। क्वेसन नम्बर 9, प्रतिनिधि सभा निर्वाचन 2082 का लागि कुल मतदाता कति रहेका छन्? 1,89,03,689 जना। त्यसै गरी क्वेसन नम्बर 10, अस्ट्रेलिया ओपन टेनिस प्रतियोगितामा सहभागिता भई इतिहास रच्न सफल नेपाली खेलाडी को हुन्? शिवाली गुरुङ। क्वेसन नम्बर 11, देशभरमा सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कहिलेदेखि कार्यान्वयनमा आएको हो? विक्रम सम्वत 2082 पुस 18 गते। क्वेसन नम्बर 12 मा, करसुजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो? विक्रम सम्वत 2078 असोज 12 मा। क्वेसन नम्बर 13, सन् 1925 सेप्टेम्बरमा ग्यालपद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी रिपोर्ट अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ? सिङ्गापुर। क्वेसन नम्बर 14, पद्म श्री साहित्य पुरस्कार 2082 बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? रमेश भुसाल, कृति छालबाटो। क्वेसन नम्बर 15, राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत हुने अनुमान छ? 4.6%। क्वेसन नम्बर 16, वर्ल्ड वेल्थ एट्रिब्युट्स WWA र आर्टिकल रिपोर्ट कार्डको प्रतिवेदन अनुसार हालसम्म सबैभन्दा तातो वर्षका रूपमा रहेको वर्ष कुन हो? सन् 2025। क्वेसन नम्बर 17, अर्थमन्त्री रमेश्वर खनालद्वारा अर्थ मन्त्रालय एकीकृत कार्यालय व्यवस्थापन प्रणाली GIOMS को शुभारम्भ कहिले गरिएको हो? विक्रम सम्वत 2082 असोज 10। क्वेसन नम्बर 18, सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरिएको अवधि कुन हो? विक्रम सम्वत 2081 देखि 2091 सालसम्म। क्वेसन नम्बर 19, G20 शिखर सम्मेलन 2025 कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2025 नोभेम्बर 22 देखि 23 दक्षिण अफ्रिकामा सम्पन्न भएको हो। क्वेसन नम्बर 20, हाल मुलुकमा बैंकिङ पहुँच पुगेको स्थानीय तहको सङ्ख्या कति छ?
753 सबै स्थानीय तहमा बैंकिङ सेवा सञ्चालन भएको छ। क्वेसन नम्बर 21 राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा दोस्रो आर्थिक गणनाका लागि तय गरिएको अवधि कुन हो? विक्रम सम्वत 2083 वैशाख 2 र असार 7। नेपालमा यसअघि 2075 सालमा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरी युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू फर वाचिङ।